1 2 3 4 5 6 7 7वटा हामीसँग आज 7वटा डिफ्रेन्ट 7 थरीको सब मिटर आएको छ। हुन्छ हामीले यसलाई के भन्छौँ सभा मिटर भन्छौँ हैन। सभा मिटर होइन यो हुनु चाहिँ इनर्जी मिटर हो। अब इनर्जी मिटर चाहिँ प्राधिकरणले राख्नेलाई मेन मिटर अनि त्यसपछि हामीले घरमा चाहिँ नि अरू राख्नेलाई चाहिँ सब मिटर भन्दाखेरि चाहिँ अपभ्रंश भएर सभा मिटर भयो हैन नाम। अब यो पनि सभा मिटर भनौँ, यो पनि सभा मिटर, यो पनि सभा मिटर, यो पनि सभा मिटर, यो पनि सभा मिटर। यो चाहिँ 1915 को सभा मिटर हामीले खोलेको पनि छ यसलाई यसरी। यो सबभन्दा पहिलाको पुरानो वाला सभा मिटर। यो चाहिँ म्याग्नेटिक कोइल वाला भयो। यसको चाहिँ म्याग्नेटिक कोइल भएन, भित्र सिटी कोइल हुन्छ। सिटी कोइलबाट यो मिटर चलाउँछ। त्यसपछि हामीसँग अर्को आयो डिजिटल। फेरि यसबाट नि अपग्रेड भएर अर्को डिजिटल सानो वाला डिपिएमसिबी को साइजको। त्यसपछि हुँदा आजको दिनमा चाहिँ यो खालको आएको छ। यो चाहिँ स्मार्ट सब मिटर, स्मार्ट मिटर भयो। यसको चाहिँ यहाँनिर देखाउँछ पनि युनिट र यसमा युनिटमा त देखाउँदैन, कति भोल्टेज छ देखाउँछ, कति एम्पियर छ देखाउँछ, किलोवाट आवर देखायो र मोबाइलमा देखाउँछ। यसको चाहिँ एपबाट मोबाइलमा चाहिँ हामीले एप हालिसकेपछि यसलाई वाइफाईमा कनेक्ट गर्नुपर्छ। वाइफाईमा कनेक्ट गरिसकेपछि यसले हाम्रो मोबाइलमा हरेक डाटा चाहिँ कुन टाइममा कति इनर्जी कन्ज्युम भएको छ, कति एम्पियर लोड लिइरहेछ भनेर देखाउँछ है त। अहिले यहाँदेखि आएर यहाँसम्म हाम्रो जर्नी इनर्जी मिटरको जर्नी आएको छ। अझै पनि हाम्रा केही टेक्निसियनहरूलाई चाहिँ इनर्जी मिटरलाई कसरी जोड्ने, फेज न्युट्रल इन आउट कसरी गर्ने कन्फ्युजन छ हो। त्यसैको लागि चाहिँ सोलुसन लिएर धेरै थरी इनर्जी मिटर लिएर आएको छु आज। र हरेकको प्याटर्न फरक छैन, मात्र हाम्रो दुईटा प्याटर्नमा हुन्छ। जति थरी इनर्जी मिटर भए पनि प्याटर्न हुने दुईटा हुन्छ, आइदर फेज इन फेज आउट न्युट्रल इन न्युट्रल आउट अथवा चाहिँ नि फेज इन न्युट्रल आउट फेज आउट। यो दुईटा मेथड हो। अब यो दुईटा मेथडमा कुनै पनिमा कुन चाहिँ मेथडबाट युज हुन्छ भन्ने कुरा चाहिँ आज हामी सिक्न जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सबभन्दा सजिलो मेथड भनेको हाम्रो यहाँनिर हरेकको जुन छ मिटरको क्याप हुन्छ, क्यापमा चाहिँ लेखेको हुन्छ। जस्तै यसमा लेखिरहेछ, डायग्राम पढ्न जान्नुभयो भने एकदम इजी छ। यहाँ लेखेको छ सप्लाई भनेको छ S1 S2 र लोडमा L1 L2 भनेको छ नि। बेला के हो कसो अहिले बुझौँला। त्यसपछि यहाँसँग हाम्रो अर्को यसको अघि निस्केको, यसमा पनि त्यही भनेको छ, देखाएको छ 1 2 3 4 5 6। हाम्रो यहाँ चाहिँ पोइन्ट 4वटा मात्र छ, 6वटा किन देखायो भन्ने कन्फ्युजन पनि हुन्छ फेरि है। यसमा चाहिँ हाम्रो 6वटा पोइन्ट देखाइरहेछ र यहाँ चाहिँ LN फेरि यहाँ आउट लोड भनेर देखाइरहेछ। यसमा पनि दिइरहेछ है। र अब यता जाउँ, यसमा पनि दिइरहेछ, यहाँनिर देखिन्छ देखिँदैन, यहाँनिर दिइरहेको छ है। यसमा दिएको छैन, यसमा दिएको छैन, यसमा पनि दिएको छैन। यसमा के दिएको छ भने LN इन लेखाएको छ, LN आउट लेखाएको छ। यसमा चाहिँ माथि पनि L र N देखाएको छ, तल पनि L र N देखाएको छ, इन र आउट भनेको छैन है। अब यसको त कुरै छोड्दिउँ, यसको त यो दुईटा त यसरी बल्ल बल्ल भेट्टाएँ। यो त अब कहाँ छ यसको प्लेट थाहा छैन, यसको कुरो छोड्दिउँ। त्यसपछि हामीसँग एउटा युनिक छ यो डिजिटलवाला। यसको क्यापमा केही पनि लेखेको छैन, न यहाँ लेखाएको छ, न तल लेखाएको छ, न पछाडि लेखाएको छ, न यसको अगाडि पछाडि कहीँ पनि लेखाएको छैन। अब यो सबैको क्यापलाई चाहिँ हामी थुतेर साइडमा राखौँ। हामीले चाहिँ नर्मली के गरी चिन्छौँ भने इन्डियन र चाइनिज भनेर हामीले क्लासिफाई गर्छौँ। किनभने नेपालमा बाहिरबाट अन्तको इनर्जी मिटर प्रायः आउँदैन, इन्डिया र चाइनाबाट मात्र आउने। कि त तपाईँहरू आफै बाहिर गएको बेलामा बोकेर ल्याउनु पर्यो छुट्टै कुरा, नत्र भने त्यहाँको फरक हुन्छ। अब भोल्टेज फ्रिक्वेन्सीदेखि लिएर हरेक कुरा फरक पर्न जान्छ। यहाँको भोल्टेज र फ्रिक्वेन्सी मिल्ने ठाउँको इनर्जी मिटर हजुरले लिएर आउनुभयो भने चाहिँ अब त्यसको कुरो छुट्टै होला। पहिला पहिला मेड इन जर्मनी भनेर आउँथ्यो, त्यो पनि अब चाइनाकै डिजाइनको हुन्थ्यो। चाइनामा बनेर जर्मनी भनेर आउने के हो चाहिँ थाहा छैन। तर त्यो मिटर अहिलेसम्म मसँग एभाइलेबल नभएको भएर मसँग चाहिँ अहिले यति थरी एभाइलेबल छ। यसमा चाहिँ हामीसँग यो मेड इन इन्डिया भन्ने लेखाएको छ, यो मेड इन इन्डिया भन्ने लेखाएको छ। यो दुईटा इन्डियन बाहेक 1 2 3 4 5 यो सबै चाइनिज हो हैन। अब यो चाइनिजमा पनि कुरो छोड्दिउँ, यो दुईटा चाहिँ एमसिबी टाइपको भयो, सानो खालको। यसको त L इन र आउट भनेर लेखिरहेको छ, यसलाई पनि केही गर्नै परेन, अलरेडी लेखिरहेको छ, केही गर्नै परेन। नलेखेको केसमा के गर्ने भन्ने कुरो चाहिँ हो, यसलाई पनि अहिले साइड लगाइदिउँ है त। बाँकी रह्यो 1 2 3 4 5, पाँचवटामा यो 1 2 3 यो तीनटा एउटै क्लासिफिकेसनमा आउँछ, एउटै स्ट्यान्डर्डले यो काम हुन्छ भनेपछि यो दुईटामा एउटै तरिकाले हुन्छ। अब कसरी हुन्छ अहिले चाहिँ हामी कनेक्सनमा मात्र जान्छौँ। फेज र न्युट्रल इन चाहिँ कहाँबाट दिने, आउट कहाँबाट निकाल्ने भन्ने त्यति मात्र आज हामीले बुझ्छौँ है त। हामीले एउटा एनिमेसन बनाएको थियौँ, पहिले पनि हालेको छ, त्यो एनिमेसन चाहिँ मैले यहाँ माथि राखिरहेको छु। त्यसमा पनि देखाएको छ इन्डियन र चाइनिज भनेर दुई थरी राखेर चाहिँ तार लगेर जोडेको एउटा एनिमेसन बनाएको छ, त्यसमा पनि हेर्न सक्नुहुन्छ। नर्मल्ली चाहिँ हामीले पत्ता लगाउने तरिका भने दुईटा हो। इन्डियनमा चाहिँ के हुन्छ भने इन्डियनमा चाहिँ फेज इन भइसकेपछि जुन अब यो फेज फर्स्टमा फेज इन जहिले पनि जुनसुकै मिटरले, यो चाइनिज होस् अथवा यो इन्डियन होस्, जुनसुकै मिटरमा सुरुमा फर्स्टमा चाहिँ फेज इन गर्ने हो। इलेक्ट्रिसिटी सप्लाईबाट आएको लाइनमा चाहिँ फेज चाहिँ यसमा दिने हो। यसमा दिइसकेपछि यसमा फेज दिएपछि अब बाँकी मध्ये कुन हो त हामीले चेक गर्नलाई टेस्टरले चेक गर्छौँ। हामीले टेस्टरले पत्ता लगाउन सक्दैनौँ, 1 नम्बर। अब हामीले पत्ता लगाउन लागि के छ उपाय भने हामीसँग जुन मैले अस्ति देखाएको थिएँ यो कन्टिन्युटी टेस्टर। हजुरहरूसँग यो कन्टिन्युटी टेस्टर भने एकदम इजी छ। फेजमा राखेँ, यसमा राखेँ बल्यो, यसमा राखेँ बलेन,
यसमा राखेँ बलेन। जुन जुन चाहिँ बल्यो त्यो चाहिँ इन आउट हो। जस्तै यो इन फर्स्टको इन भयो भने यो चाहिँ आउट हो है त। भनेपछि फर्स्टमा हामीले फेज दिन्छौँ र सेकेन्डबाट फेज आउट लिन्छौँ र लोडमा दिन्छौँ। अब हाम्रो न्युट्रलको कुरो न्युट्रल, त्यो न्युट्रल हो, यो न्युट्रल आउट हो। फेज इन, फेज आउट, न्युट्रल इन, न्युट्रल आउट, यो चाहिँ चाइनिजको कन्सेप्ट हो होइन। चाइनिज मिटरहरूमा चाहिँ प्रायः यो हुन्छ। र यसको क्यापमा पनि हेरौँ है, यसको क्यापमा हेरौँ, यो 1 मा चाहिँ एल भनेर देखाएको छ, यो 2 खाली छ है। हाम्रो जहिले पनि इनर्जी मिटरहरूमा 6वटा पोइन्ट देखाएको हुन्छ। सिङ्गल फेजको कुरा गरिरहेको छु मैले, 6वटा पोइन्ट देखाएको हुन्छ। त्यसमा 1 मा फेज हुन्छ जहिले पनि, जुनसुकै मिटरमा 1 मा फेज हुन्छ, 2 खाली हुन्छ। 2 भनेको चाहिँ यहाँनिर एउटा सानो ठाउँ देखाएको छ। पहिला चाहिँ यहाँनिर एउटा सानो स्लट दिन्थ्यो र यहाँनिर पनि एउटा सानो स्लट दिन्थ्यो। यसमा दिइरहेको छ, देख्न सकिन्छ। यसमा चाहिँ हाम्रो 1 मा छ, 2 खाली छ, 3 मा छ, 4 मा छ, 5 खाली छ, 6 मा छ होइन। यसमा के छ, 1 मा छ, 2 यहाँ सानो एउटा मात्र स्क्रु दिइरहेछ, 3 मा छ, त्यसपछि 4 मा छ, त्यसपछि 5 मा पनि एउटा सानो स्क्रु दिइरहेछ र 6 मा पनि छ है त। यसमा हामीले यो बिचको सानो सानो स्क्रु भएकोलाई चाहिँ गर्दैनौँ। यसमा यसलाई चाहिँ हामीले युजमा लिँदैनन्। हामीले भनेको 1 2 3 4 डबल स्क्रु भएको 4वटा मात्र लिन्छौँ। भनेपछि यो चाहिँ हाम्रो फेज हुन्छ। यसैमा देखाउँ, किनभने यसमा नेम प्लेट पनि थिएन। फर्स्टमा राखेँ मैले, बलिरहेछ, फर्स्टमा राखेँ र सेकेन्ड भनौँ, थर्ड भनौँ न। अब हामीले त सेकेन्डै भन्यो, यो दुईटाले युज नहुने भएपछि सेकेन्ड भनौँ है त। फेज इन भयो, यसबाट फेज आउट भयो, यसबाट न्युट्रल इन भयो, यसबाट न्युट्रल आउट भयो। यो चाइनिज एक थरी, यो हामीले अघि चेक गरिहाल्यौँ। भित्र देख्न सकिन्छ है, यसमा चाहिँ खोलेकै छु मैले। यहाँनिर भित्र न्युट्रलको सर्ट गरेको एउटा बार छ, बसबार छ। यहाँनिर चाहिँ भित्र तार गएर भित्रको चाहिँ कोइलमा चाहिँ बेरेर चाहिँ कोइल कम्प्लिट भएर बाहिर निस्किरहेको छ। यसमा मैले देखाउन ट्राई गरेँ। फेज इन, फेज आउट, ठिक छ। न्युट्रल इन, न्युट्रल आउट, ठिक छ। भनेपछि यो पनि चाइनिजमा त्यही कन्सेप्ट छ, यो पनि चाइनिजमा त्यही कन्सेप्ट छ, यो पनि चाइनिजमा त्यही कन्सेप्ट छ। अब यसमा जाउँ, यसमा एल एन भनेको छ। एल र एन कहिले पनि बल्न हुँदैन, बल्यो भने सर्ट सर्किट। यो एल हो, यो एल हो, बल्यो माथिबाट इन हुन्छ, तलबाट आउट हुन्छ, माथिबाट इन हुन्छ, तलबाट आउट हुन्छ, माथिबाट इन, तलबाट आउट। हामीले कन्टिन्युटी टेस्टरले हजुरलाई चेक गरेर देखायौँ। हामीसँग मल्टिमिटर पनि छ, क्ल्याम्प मिटर छ एउटा, क्ल्याम्प मिटरले हजुरलाई चेक गरेर देखाउँछु बजर बजाएर। त्यहाँ मलाई कमेन्टमा चाहिँ यस्तो जाबो सानो सानो इक्विपमेन्टले चेक गरेर देखायो, कस्तो राम्रो राम्रो इक्विपमेन्ट आइसक्यो भन्नुभएको थियो। मैले नजानेर भन्दा पनि सकभर बिगिनरहरूले सजिलो तरिकाले सिकुन् भन्ने हिसाबले चाहिँ एकदम सिम्पल टुल्सहरू पहिला युज गरिरहेको हुन्छु। मसँग टुल्स धेरै छ। टेस्टर त मैले बिगिनरलाई सिक्नको लागि चाहिँ, टेस्टर युज गर्न सिक्नको लागि चाहिँ पहिला सानो सानो इक्विपमेन्टबाट फल्ट फाइन्डिङ गर्न सक्यो भने बल्ल सजिलो हुन्छ काम गर्नलाई फिल्डमा भन्ने हिसाबले त्यसरी गरिरहेको हुन्थेँ। तर आज मैले मल्टिमिटरबाट पनि चेक गराउँदैछु है त। यसलाई हामीले बजर मोडमा लगाउँ। बजर मोडमा गइसकेको छ, आवाज सुन्न सक्नुहुन्छ। कन्टिन्युटी टेस्टरले त हेऱ्यौँ। अब यसले जे देखायो यसले त्यही देखाउँछ कि देखाउँदैन है त। अब इन्डियनको पालो, फेज इन, अब के हुन्छ, न्युट्रल इन हुन्छ, न्युट्रल आउट, फेज आउट, ठिक छ, बजेको छ। अनि न्युट्रल इन, न्युट्रल आउट, ठिक छ, बजेको छ। अब यसमा जाउँ, फेज इन, फेज आउट हो होइन, न्युट्रल यो हो होइन, फेज इन लास्टको फेज आउट हुन्छ र न्युट्रल इन, न्युट्रल आउट हुन्छ। फेज इन, न्युट्रल इन, न्युट्रल आउट, फेज आउट। इन्डियनमा, चाइनिजमा फेज इन, फेज आउट, फेज इन, फेज आउट, न्युट्रल इन, न्युट्रल आउट, यही दुईटा कन्सेप्ट हो, झुक्किनु भएन इन्डियन र चाइनिजमा। अब कतिजनाले चाहिँ चाइनिजको प्राय यस्तो एउटा मात्र पल्सको बत्ती भएको आइरहेको हुन्छ र एउटा बत्ती बल्नेमा चाहिँ फेज इन, फेज आउट, न्युट्रल इन, न्युट्रल आउट हुन्छ। यस्तो 4वटा बत्ती बल्नेमा चाहिँ फेज इन, न्युट्रल इन, न्युट्रल आउट, फेज आउट हुन्छ भन्नुहुँदो रहेछ। तर त्यो चाहिँ बिल्कुलै होइन, किनभने हामीसँग यहाँ इन्डियनमा छ, त्यसमा पनि एउटा मात्र बत्ती छ। यसमा दुईवटा छ, एउटा पल्सको एउटा क्यालकुलेसनमा दुईवटा छ होइन। अब यो र यो सिमिलर छ, हेर्दाखेरि सेप एन्ड साइज दुइटै सिमिलर छ। इन्डिकेटर पनि यसमा एउटा छ, यसमा दुईवटा छ, एउटा जस्तो देखिन्छ यो पनि। भनेपछि यसको र यसको एउटै हो त होइन, बिल्कुलै फरक छ। हामीले के हेर्नु पर्यो, इन्डिया मेड हो कि चाइना मेड हो सबभन्दा फर्स्ट। इन्डिया मेड हो भने 100% सबैमा यही कन्फिग्रेसन हुन्छ, कुनै कुनैमा नहोला। हामीले चेक गर्नलाई मल्टिमिटरले चेक गर्ने अथवा कन्टिन्युटी टेस्टरले चेक गर्ने। त्यो पनि छैन, मल्टिमिटर, कन्टिन्युटी टेस्टर केही पनि छैन भने हामीसँग एउटा आइडिया छ। यहाँ हेर्न सकिन्छ, यस्तो सेतो ट्रान्सपरेन्ट कभर भएको ठाउँमा चाहिँ हामीले हेर्न सकिन्छ। यहाँ हेर्दाखेरि देखिन्छ है, जहिले पनि न्युट्रलमा चाहिँ जहिले पनि यसरी सर्ट गरेको हुन्छ, किनभने करेन्ट सेन्स गर्नको लागि सिटी कोइल लगाएको हुन्छ। सिटी कोइल चाहिँ फेजमा मात्र लाग्छ। न्युट्रलमा लगाएर फेज र न्युट्रल दुइटैमा लगाउनलाई किन खर्च गर्छ कम्पनीले होइन। जुन काम चाहिँ फेजमा हालेर हुन्छ भने त्यसलाई फेरि न्युट्रलमा पनि हालेर खर्च किन बढाउने। अब हेभी
एकदम हेभी खालको विद्युत प्राधिकरणले हाल्ने खालको इनर्जी मिटरमा के गर्छ त्यो चाहिँ मैले चेक गर्न पाएको छैन। महँगो मिटरमा के गर्छ चेक गर्न पाएको छैन। नर्मल युज हुने अब महँगोमा कुरा गर्नु यो मिटरको नेपालमा अहिले 1000 देखि 1500 को बिचमा यसको पर्छ भनेको राम्रै प्राइस हो। यो भनेको 4-500 को सामान हो। नर्मली यो हालिरहेको पाइन्छ र अलिकति राम्रो भन्नेलाई यस्तो खालको इन्डियन मिटर राखिरहेको पाइन्छ। यो मिटर पनि 700-800 मा पर्छ भनेपछि 1000-1500 भन्दा माथिको इनर्जी मिटर खासैले हामीले रेसिडेन्टल पर्पसमा राखेको पाइँदैन है त। भनेपछि त्यो हिसाबले हामीले यसमा सर्ट गरेको न्युट्रल सर्ट गरेको चाहिँ एउटा बार भेट्टाउँछौँ। यसमा यहाँ देखिरहेछ है। अब यसमा हामीले देखेका छैन। अलिकति टर्च सर्च बालेर ध्यान दिएर हेर्ने हो भने यो प्यानल नखोलिकन ध्यान दिएर हेर्ने यसमा पनि देखिन्छ। यहाँबाट देख्न सकिरहेको छु है। यहाँबाट देख्न सकिरहेको छु। यहाँ पछाडि सर्ट भएको देख्न सकिरहेको छु। यसरी हेर्दाखेरि यहाँबाट देखिँदैन। यहाँ चाहिँ देखिन्छ है। यहाँ देखिन्छ यो र यो सर्ट भएको चाहिँ यहाँ देख्न सकिन्छ। सेतो खालको चाहिँ एउटा पाता देखिन्छ जुन चाहिँ बिचको पोइन्टदेखि अर्को बिचको पोइन्टसम्म दुईटा बिचको पोइन्टसम्म सर्ट भएको देखिन्छ। त्यसरी यसमा देखिया छैन हैन। अब हामीले क्रस चेकिङ गर्नु पर्यो। हामीसँग केही पनि छैन, टेस्टरले भयो हैन। त्यसपछि हामीसँग यो कन्टिन्यू टेस्टर पनि छैन, मल्टिमिटरहरू क्लाइमिटरहरू केही पनि छैन। त्यो केसमा चाहिँ हामीले के गर्न सक्छौँ भने यसरी नै हेर्ने। यहाँबाट सर्ट गरेको बार चाहिँ कहाँ छ? यहाँ पछाडिको सबभन्दा लास्टको टर्मिनल र सेकेन्डरीको टर्मिनल सर्ट भएको छ भने यो चाइनिज मेथडको भयो र दुईटा बिचको टर्मिनल सर्ट भएको देखिन्छ भने यो इन्डियन मेथडको भयो। यो दुईटा मेथडको हुने हो। यो बाहेक केही पनि हुँदैन। यति गरेपछि हामीले इनर्जी मिटर जोड्न जान्छौँ। फेज सुरुमा फेज दिने र टेस्टर अब हामी एउटा डेमो पनि गरेर देखाउँ है। मसँग यो 3 पिन छ। यसमा दुईटा तार यतिकै छ र यसमा मैले यो चाहिँ फेज हो। मैले येलो कलरको टेप लगाएको छु मैले चिन्नको लागि। यो चाहिँ यसमा जोडेर म देखाउँछु है। र यो खालको टेस्टरले पनि चेक गरेर थाहा हुँदैन। जस्तै यहाँ जोडौँ, यहाँ जोडौँ, यहाँ जोडौँ, यहाँ जोडौँ, सबैमा बल्छ। कन्टिन्यू टेस्टर यो खालको कन्टिन्यू टेस्टरले चाहिँ हामीले पत्ता लगाउन सक्छौँ किनभने यसमा केही पनि अरू सर्किट हुँदैन। ब्याट्री र एलइडी मात्र हुन्छ। यसमा चाहिँ भित्र अरू सर्किट हुन्छ, सेन्स गर्ने सर्किट हुन्छ। ट्रान्जिस्टरहरूले चाहिँ एनसिबी चेक गर्छ, जुन नन कन्ट्याक्ट भोल्टेज डिटेक्सन गर्छ हो। त्यसको चाहिँ यसको भित्रमा भएको सर्किटले चाहिँ इन्टरफेयर गरेर चाहिँ यसलाई बल्दिरहेको हुन्छ। कतिपय केसहरूमा युजफुल पनि हुन्छ, कतिपय केसमा यसले झुकाउन पनि सक्छ। 1 2 3 तीन टाइमसम्म हाम्रो इलेक्ट्रिक सप्लाई आएको छैन, सेफमा काम गरिरहेको छ भने अब चाहिँ इलेक्ट्रिक सप्लाई आउने छ है। इन्डियनमा जोडौँ पहिला। जोडिसकेको छ। मैले न्युट्रल चाहिँ जोडिनँ। न्युट्रल चाहिँ जोडिनँ। यसलाई यतिकै राखिदिन्छु र टेस्टरले चेक गर्छु सबैमा बत्ती बल्छ कि बल्दैन हजुरलाई देखाइदिन्छु। मैले यसमा जोडिसकेँ र एकचोटि फेजिङ एकचोटि ट्राई गर्छु काम गरिरहेछ कि छैन। काम गर्यो बत्ती बलिरहेछ। मैले यो निकाल्दै न्युट्रल खुल्ला छ, फेज जोडेको छु। हेर्नुहोस् टेस्टर बलिरहेछ। सेकेन्डमा राखौँ, सेकेन्ड पनि बलिरहेछ। जुन इन्टेन्सिटीले बलाएको छ यसमा पनि त्यही इन्टेन्सिटीले बलाएको छ। यो फेज भएपछि यो त न्युट्रल हो हाम्रो इन्डियनमा। यसमा पनि त्यही इन्टेन्सिटी छ, यसमा पनि त्यही इन्टेन्सिटी छ। भनेपछि हामीले फेज जोडेर टेस्टरले चेक गर्छु भने यो थाहा हुँदैन। अब चाइनिजमा जोडौँ। यसमा के छ? फेज आउट। हामी यसमा न्युट्रल इन गराम काम गर्छ गर्दैन हेरौँ। अन्त यसमा लोड नभइकन बत्ती बल्दैन। ल ठिक छ। स्विच अन देखिन्छ बलेछ। यसमा पनि बलेको छ। यसमा पनि बलेको छ। यसमा पनि बलेको छ। चारवटैमा बलेको छ। चाहे इन्डियन होस् चाहे चाइनिज होस् जुनसुकै होस् हामीले फेज जोड्यो भने बाँकी सबैमा बल्छ। टेस्टरबाट हामीले चेक गरेर थाहा हुँदैन। हामीले चेक गर्नको लागि यसको चेक गर्नलाई कि त हामीलाई पहिला नेम प्लेट हुनु पर्यो। यहाँ यस्तो प्लेट हुनु पर्यो, कभर प्लेटमा लेखा हुन्छ। कहिलेकाहीँ कभर प्लेट हराएर आएको हुन्छ। जस्तै यसको मसँग कभर प्लेट छैन, धेरै पुरानो सामान हो यो। यसरी नै अथवा यसमा यसो कभर प्लेटमा लेखेको थिएन, यहाँ चाइनिज भाषामा लेखेको छ। के लेखेको हामी बुझ्दैन। यस्तै परिरहेको हुन्छ। कहिलेकाहीँ हामी मिटर त जोड्न जान्छौँ अथवा मिटर किनेर ल्याउँछौँ, त्यसमा लेखिरहेको हुँदैन फेज इन कुन हो, फेज आउट कुन हो, न्युट्रल इन कुन हो, न्युट्रल आउट कुन हो। यो केसमा चाहिँ झुक्किन्छ। नझुक्किनको लागि चाहिँ हामीसँग त्यही दुईटा मेथड हो। दुईटा मेथडमध्ये एउटा मेथड हामीले अपनाउने हो। त्यसको लागि इन्डियन र चाइनिज कुन पत्ता लागिहाल्छ। त्यो गर्दाखेरि पनि हामीसँग रिस्क होला। रिस्क किन लिनु भन्ने जस्तो लाग्छ भने हामीले यस्तो कन्टिन्युटर अथवा चाहिँ यस्तो मल्टिमिटर क्लाइमिटरहरूले पनि चेक गर्न सक्छौँ। हजुरहरूलाई यस्तो लाइभ मिटर जोडेरै भिडियो बनाउनुहोस् जस्तो लाग्छ भने एकचोटि कमेन्टमा लेखिदिनु होला। अथवा चाहिँ यसले कसरी काम गर्छ हैन, जस्तै यो नयाँ डिजाइनकोले कसरी काम गर्छ, यो पुरानो डिजाइनकोले कसरी काम गर्छ, अनेक अरू यही बाहेकका अरू केही जिज्ञासा हजुरहरूमा छ भने चाहिँ हामीलाई कमेन्ट गर्नु होला। हामी कमेन्ट अनुसार कमेन्ट हेरेर चाहिँ नि आगामी दिनहरूमा चाहिँ नि नयाँ भिडियोहरू बनाउनेछौँ। आजलाई यति नै। हवस् त धन्यवाद।